बोर्डर 2 हेर्ने भन्दा भन्दै बल्ल बल्ल हेर्ने मौका पाइयो होइन। सरोज र हाम्रो साउजीसँग हामी राति 7:15 बजेको सो हेर्न आयौँ सिके सिनेमामा। यो फिल्म कस्तो लाग्यो म तपाईँहरूलाई छोटकरीमा रिभ्यू दिनेछु है त। यो फिल्म समग्रमा ठिकै छ, अलिकति लेन्दी लाग्छ क्या। कस्तो हुन्छ भन्दाखेरि बोर्डर हेरिसकेपछि अब यो फिल्ममा प्रत्येक नयाँ नयाँ क्यारेक्टरहरू छन् त, तिनीहरूलाई बिल्डअप दिनलाई नै टाइम लागेको छ। अलिकति स्लो टाइपको लाग्छ र वार सिन अलिकति बढी देखाएको जस्तो लाग्छ क्या। त्यो चिजहरूलाई अलिकति छुट्याएर देखायो भने राम्रो हुन्थ्यो। अब एक्टिङको कुरा गर्दाखेरि अब सनी देवलले अब कराउने नै अब मनपर्छ भने राम्रै लाग्छ, नभए अलिकति ओभर लाग्छ है। अनि त्यसपछि आहान सेट्टीहरूको एक्टिङ, दिलजित दोसान्जको एक्टिङ ठिकै छ, राम्रै छ, धेरै एकदमै वाउ टाइपको पनि छैन। अनि त्यसै गरी हाम्रो वरुण धवनको धेरै क्रिटिसाइज भइरहेको थियो। वरुण धवनको पनि एक्टिङ राम्रै छ। थोरै कुनै ठाउँमा अलिकति अति नै हुन्छ नि, इन्डियनहरूले फिल्ममा अलिकति बढी नै इन्डियाको आर्मीहरू शक्तिशाली, अलिक एटिट्युड बढी, अति नै ठुलो देशभक्ति देखाएर हुन्छ, त्यो अलिकति हावादारी लागिरहेको हुन्छ। र अब लभ स्टोरी पनि त्यस्तो खासै चाहिँ छैन, एकदमै सर्ट तरिकाले सकाउन खोजेको छ, तर त्यही कुरालाई लम्ब्याएर देखाउन खोजेको छ क्या। अलिकति छुट्याएर देखाउन सक्थ्यो। 3.5 घन्टाको फिल्म चाहिँ मलाई लाग्छ 2 घन्टामा पनि बन्न सक्थ्यो होइन। अलिक लेन्दी लाग्छ। गीतहरू त अब त्यही हो, सुन्नुभएको होला होइन, पुरानो गीतहरूलाई अलिकति रिमिक्स गरेर बनाएको छ, थपथाप गरेर, ठिकै छ। अब नराम्रो भन्न मिल्दैन। सोनू निगम र अरिजित सिंहको गला ठिकै लाग्छ, अरू चाहिँ मलाई खासै ठिक लागेन होइन। ओभरअल फिल्मलाई चाहिँ म 3 स्टार दिन्छु। अब एक्टिङहरूलाई पनि 3 स्टारै हो। म्युजिक अब त्यो पनि 3 स्टार, सबै कुरामा 3 स्टार। अनि भिएफएक्समा चाहिँ 2.5 दिन्छु म है। अनि ब्याकग्राउन्ड म्युजिक चाहिँ राम्रै छ है त। यति नै भन्न चाहन्छु। यदि तपाईँहरूले फिल्म हेर्नुभएको छ भने कमेन्ट गर्नुहोला, हेर्नुभएको छैन भने हेरेर कमेन्ट गर्नुहोला है त। थ्याङ्क यू।